सबैलाई नमस्कार। मेरो नाम विपिन ठगुन्ना। आज म तपाईहरुलाई हाम्रो दार्चुला जिल्ला नौगाड गाउँपालिका सुण्डमुण्डमा अवस्थित हाम्रो परम्परागत खेती पिँडालु खेती छ। हामी आज पिँडालुलाई खन्दै छौं। हाम्रो दाइ हुनुहुन्छ आज पिँडालुको पात अथवा डाँठहरूलाई काट्दै हुनुहुन्छ। कृपया मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब त्यसकारण आज हामीले पिँडालु खनिरहेका छौं। गहुँ लाउने गोरु जोत्ने हामी गोरु जोत्नको भिडियो पनि हजुरहरुलाई देखाउँछौं।